स्वागत छ तपाईहरुलाई मेरो युट्युब च्यानल सिभिल गुरु ज्ञानमा। फाइनली सोलु हाइड्रो पावरको आइपिओ बाँडफाँड सम्पन्न भएको रहेछ। सम्पूर्ण 8,20,000 जनालाई बधाई छ आइपिओ हात पार्नु भएकोमा। साथै अब यो कम्पनीको फन्डामेन्टल एनालाइसिस, यसको पी इपिएस रेसियो र यसको म्याक्सिमम प्राइस रेन्ज र ओपनिङ प्राइस रेन्ज बारे सम्पूर्ण कुरा म यो भिडियोमा गर्नेछु। त्यसैले अन्तिमसम्म यो भिडियो हेर्दिनु होला। पहिला कुरा गरौँ यो कम्पनीको थोरै ओभरभ्यू हेरौँ। यो कम्पनी सोलु हाइड्रो पावर लिमिटेड हो र यो हाइड्रो पावर रिन्युएबल एनर्जी सेक्टरमा काम गर्दछ र यसको प्रोजेक्ट भनेको टाइप रन अफ वाटर हो र यो रिभर भनेको सोलु रिभर कोशी बेसिन। सोलु रिभरबाट हाइड्रो पावर उत्पादन गर्दो रहेछ। यो हाइड्रो पावरको मुख्य विशेषता भनेको क्लिन इलेक्ट्रिसिटी जेनेरेट गर्नु र पुरै नेपालभरि पावर सप्लाई गर्नु यसको मुख्य विशेषता रहेको छ। यो कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र विदेशी रोजगारीमा रहेका नेपालीहरूको लागि सेयर निष्कासन तथा जेनरल पब्लिकको लागि पनि सेयर निष्कासन गरेपछि यसले कम्पनीलाई अगाडि बढाउन खोजेको छ। दरखास्त दिने अन्तिम सेयर सङ्ख्या 10 कितादेखि अन्तिम 1 लाख कितासम्म दरखास्त दिन सक्ने जस्तो प्रावधान मिलाएको रहेछ। प्रति किता 100 रुपियाँको दरले आइपिओ हामी सबैले भरेकै छौँ। यो कम्पनीले स्थानीय बासिन्दा तथा विदेशी रोजगारीका लागि आइपिओ निष्कासन गरे पश्चात जेनरल पब्लिकको लागि पनि आइपिओ खोलाको थियो। यो सबै प्रक्रिया भएपछि अब सबै आइपिओ एलोटमेन्ट सकेपछि अब यो डिम्याट खातामा ट्रान्सफर हुन्छ। त्यसपछि यो नेप्सेमा सूचित भएर यसको कारोबार सुरु हुन्छ। यो कम्पनीको प्रति सेयर नेटवर्थ हेर्दाखेरि वास्तविक 78-79 मा 99.95 थियो भने 79-80 मा 99.96 र 80-81 मा 100.21 थियो। त्यस्तै यो कम्पनीको प्रक्षेपित प्रति सेयर नेटवर्थ भनेको 82-83 मा 137.87 र 83-84 मा 150.18 साथै 84-85 मा 163.27 सम्म पुर्याउने लक्ष्य रहेको छ। साथै यो कम्पनीको प्रति सेयर आम्दानी प्रक्षेपित भनेको 2082-83 मा 9.3 र 83-84 मा 12.31 साथै 84-85 सम्म 13.08 सम्म पुर्याउने लक्ष्य राखेको रहेछ। कुरा गरौँ यो कम्पनीको इपिएस र ओपनिङ प्राइस रेन्ज। यसको इपिएस छ RS 0.23 र यसको ओपनिङ प्राइस रेन्ज हुनेछ 100.21 देखि 300.63 र यो नेप्सेमा सूचीकृत भएपछि यसको कार्यभार सुरु हुन्छ। धन्यवाद सम्पूर्णलाई मेरो भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा। यस्तै अन्य सेयर सम्बन्धी जानकारीको लागि मेरो च्यानललाई लाइक, सेयर एन्ड सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू।